सप्तरी राजस्व कार्यालयमा गाप्ने निर्णय विरुद्ध आज पनि सप्तरीको राजविराजमा अनसन जारी छ। सप्तरीका जनप्रतिनिधिहरू तथा व्यापारी व्यवसायीहरूले तेस्रो दिन पनि अनसनलाई निरन्तरता दिएका हुन्। निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने प्रदर्शनमा सहभागीहरूको भनाइ छ। तरिकाले पूर्व कालमै आन्तरिक राजस्व कार्यालय थियो, त्यही तरिकाले यथास्थितिमा राखिदिँदा राम्रो हुन्छ। किनभने नेपाल सरकारको जुन एउटा नर्म्स छन्, तपाईँको करदाता 40,000 को भित्र हुनुपर्ने, तर हाम्रो सप्तरीमा 75,000 करदाता छन् र रकम असुलीमा पनि नेपाल सरकारले तोकिएको भन्दा धेरै बढी छन्। त्यसकारणले सप्तरीमै हुनुपर्छ। हाम्रो चाहिँ यो आन्दोलन भनेको हाम्रो कुनै रहर होइन। हामी जनताको सुविधाको लागि, जनता आफ्नो सुविधाको लागि हामीलाई निर्वाचित गर्नुभएको छ। त्यही भएर उहाँहरूको सुविधाको लागि यो सप्तरीमा हाम्रो यो कर अफिस हुनु पर्यो भनेर हामी अहिले सरकारलाई चेतावनीको रूपमा, रिले अनसनको रूपमा हामी आन्दोलित छौँ। अब सरकारले हाम्रो यो 7 दिनभित्र हाम्रो माग सुनेन भने हामी चाहिँ कठोर रूपले फेरि निर्णय गरेर अर्को हाम्रो चाहिँ आन्दोलनको कार्यक्रम घोषणा हुन्छ। हामी युवाहरू आन्दोलनमा उत्रेको होइन, यो सरकारले हामीलाई मजबुर गरेको छ आन्दोलनमा उत्रिन। जब सिराहामा 42,000 फाइल छ, सप्तरीमा 73,000 फाइल छ, अनि तपाईँले के भन्छ भने यो सरकारलाई हामीले के भन्न खोजेको हो भने सप्तरीलाई पनि आन्तरिक राजस्व कार्यालय चाहिएको हो। जेनजी पुस्ताद्वारा जारी सङ्घर्षको कार्यक्रमलाई समर्थन गर्दै राजविराजमा स्थित गजेन्द्र चोकमा शुक्रबारदेखि विभिन्न नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा व्यापारी व्यवसायीले अनसन थालेका हुन्। माओवादी जनयुद्ध कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लाहान सारेपछि 2075 सालमा पुनः करदाता सेवा कार्यालय पुनर्स्थापना गरिएको थियो। राजविराज सेवा कार्यालयमा करदाता संख्या 72,000 बढी रहेका छन्। उक्त कार्यालयबाट आर्थिक वर्ष 2081-82 मा 1 अर्ब राजस्व असुली भएको छ। कार्यालयले आर्थिक वर्ष 2082-83 मा 1 अर्ब 25 लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ। सरकारले लिएको लक्ष्य भन्दा बढी यस कार्यालयबाट राजस्व सङ्कलन हुँदै आएको छ।